पोखियो ल्याउँदा ल्याउँदै पोखियो रे बबुआ आयो 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 दियो आयो दियो दियो आइपुग्यो बल्ल तिहारको सामानहरू आउँदैछ सुरु हुँदैछ अझै अझै यो हाम्रो तेलवाला दियो आइसकेको छ र अब पानीवाला दियो पनि आइसकेको छ र आउँदैछ हैन फेरि रिस्टक हुँदैछ अनि लाइटहरू क्यान्डल्सहरूको चाहिँ अब सबै के छ हामीसँग हामी क्रमश रूपमा हाल्दैछ भिडियोमा म पनि एउटा सानो भिडियो चाहिँ लिएर आउनेछु के छ एभाइलेबल भनेर अनि हाम्रो अहिले यो माटोको दियो यस्तो राम्रो रहेछ त यस्तो राम्रो माटोको दियो दियो आयो टुक्रा टुक्रा भएर आधी आइपुग्यो जोस आइपुग्यो यसमै खुसी छु अनि हाम्रो ठ्याक्क यो चाहिँ वीरगन्जबाट आएको अनि वीरगन्जबाट आउँदा आउँदै कति वीरगन्जबाट आउँदा आउँदै एकान्त कुना होइन कि यता शङ्खपुलबाट आएको कारणले गर्दाखेरि हामी यहाँनिर कहाँ भन्नुभयो भने के अरे भक्तपुर भन्नुभयो अनि हामी भक्तपुर आयौँ भक्तपुर आएको त होइन बनेपा छौँ भन्नुभयो अनि बनेपा अहिले यहाँ बनेपामा आइपुग्यौँ अनि वीरगन्ज काठमाडौँको यहाँ लाग्ने हौ वीरगन्ज काठमाडौँ अनि सामान चाहिँ ठ्याक्क आइपुग्यो टिक्कीमा हालेर कति फुट्यो होइन के भन्ने तर फुटेर घाटै लागे पनि यो दियोले अवश्य हाम्रो प्यारो कस्टमरज्यूको घरमा उज्यालो ल्याउनेछ मेरो अनुहारमा घाटा लाएर अँध्यारो आए पनि मेरो कस्टमरज्यूहरूको घरमा चाहिँ उज्यालो आउनेछ त्यसैमा म खुसी छु हजुरलाई एकदमै स्वागत छ उडीचुप्पा एकान्त कुना ललितपुरमा ओन्ली 99 मा हामीले दियो दिँदैछौँ नेपालमै पहिलोचोटि लगेर पनि बेच्न मिल्ने क्वान्टिटीको साथमा कति होला कमेन्ट गर्नु है अनि यसको चाहिँ भिडियो बेग्लै भिडियो 99 मा कतिवटा यसको भिडियो आउनेछ हजुरहरूको गेस मिल्छ कि मिल्दैन कमेन्ट है त बाई and welcome at उडीचुप्पा एकान्त कुना ललितपुर उडीचुप्पा आयो बाटोबाट हुँदै हुँदै हामी यहाँनिर बनेपा भक्तपुर जगतीमा रोकिन्छ बस भन्यो आखिर बनेपा पुऱ्यायो बनेपा हुँदै अब हामी आउँदैछौँ त्यो लिएर कति शीतल के बाटोमा धुवा नहुने भने त वाउ व्हाट अ